नमस्ते। म मसरुम मटरको रेसिपी बनाउँदैछु है, हेर्न सक्नुहुन्छ है। मैले अलिकति तेल हालेँ, प्याजलाई चाहिँ यसरी लामो लामो काटेर हाल्नुहोस् है। मैले कटिङ गरेर चाहिँ देखाउन सकिनँ। गार्लिक हाल्नुहोस् है, जिन्जर हाल्नुहोस्, चिल्ली हाल्नुहोस्। तपाईँहरूले मजाले सौटे गर्नुहोस्, यसलाई मजा टक गरेर होइन। फेरि टमाटर आयो, त्यसको लागि टमाटर चाहिँ ज्यादा हाल्नुपर्छ है। टमाटर चाहिँ ज्यादा हाल्नुपर्छ किनभने यसमा ग्रेभी बनाउनुपर्छ नि त होइन। अन्त अरू त देखाउन सकिनँ तपाईँहरूलाई। यसरी पेस्ट बनाएँ मैले है, किन हतार हुन्छ नि त काम गर्नु है। है तेजपत्ता हालेर है, यति हाल्दै है, हाल्यो भने त टेस्ट अलिक मजाले बढ्छ भनेर है। हेर्नु सक्नुहुन्छ यसरी ग्रेभी हाल्नुहोस् मजाले टक गरेर है। अन्त यसरी बनाउनुहोस् है, रोटीसँग यता मिठो हुन्छ है। हेर्दै जानुहोस्, यसरी बनाउनु पर्छ है। हल्दी हाल्दै, लाल मिर्ची हाल्दै, कस्तुरी लाल मिर्ची हाल्दै है। हेर्नु सक्नुहुन्छ है। यसमा चाहिँ तिखा हुँदैन होइन। कस्तुरी दही पनि हाल्नुपर्छ यसरी है। टक गरेर फिटेर मजाले फिट्नुहोस्। अन्त मजाले हाल्नुहोस् किनभने फिटेन भने चाहिँ त्यो फाट्ने डर हुन्छ दही है। फेरि मटर हाल्नुहोस् यसरी मजाले हालेर है। हालेर यसरी बनाउनुहोस् रोटीसँग होइन, पराठाहरूसँग, भातहरूसँग मजाले खान सक्नुहुन्छ। अलिअलि ढाकेर राख्नुपर्छ किनभने जिरा पाउडर हाल्नुहोस् है, धनियाँ पाउडर, गरम मसाला, किङ मसाला हालिदिनुहोस्। त्यति भए भइहाल्यो है, अरू हाल्नु पर्दैन है। नमक त मैले पहिला हाल्दै थिएँ है, पहिला ग्रेभी बनाउँदा नि। हेर्नु सक्नुहुन्छ यसरी बनाउनुहोस्। त्यसलाई यसरी पानी छोडेपछि तेल अलग्ग छुटेपछि चाहिँ तपाईँले मसरुम हाल्नुहोस् मजाले है। हालेर मजाले खानुहोस्, इन्जोय गर्नुहोस्। ओके बाई, गुड नाइट।